गाइज वेलकम टु भ्लग। हामी बाटो टुर देखाउँदै तपाईँहरूलाई त्यहाँ चाहिँ भिडियो अफ भएर हामी माथि आइसकेका छौँ। अब तपाईँहरूलाई हाम्रो हाम्रो के भन्छ हामी चाहिँ हाम्रो काइना मावल बाजे मावल जाँदैछौँ। हामी काइना बाजेको घर हाम्रो मावल भन्ने ठाउँ हाम्रो काइना मावल भन्ने ठाउँ हामी जाँदैछौँ। यो चाहिँ अहिले यो मूल चाहिँ हो, यो माथि बैरीदबाट आयो मूल हो। यो चाहिँ हाम्रो गाउँ अलिअलि घर देखिसकेका छन्। हाम्रो घर पनि तपाईँहरूलाई देखाउने छु म अगाडि गएर। हामीलाई यहाँ चाहिँ धान रोपिसकेको छ। यहाँ चाहिँ अस्ति नै रोपिसक्यो हामी होला नि आमै हिजो रोपे होइन नि, यहाँ पहिल्यै रोपिसकेका छन्। धान दिवसभन्दा पहिल्यै उनीहरूलाई कारबाही गर्नुपर्ने छ। अब हामी चाहिँ जानेछौँ। यो पनि तलको घर चाहिँ एउटा एउटैको हो नि। हजुरको माथि त्यो हाम्रो त्यो दिलीप भन्नेको घर त्यहाँ छ। त्यो चाहिँ दिलीप भन्नेको घर हो। यहाँ चाहिँ हाम्रो अलिकति मोबाइल बिग्रेको छ, जुम गर्ने हुँदैन, त्यसैले त्यो दिलीपको घर हो नि। यहाँ चाहिँ यहाँ पनि उयो गरेर धान रोपेको छ। त्यति मात्रै घोगा छन्, पुरा त्यता पनि धान छ। यो चाहिँ हाम्रो होटल, त्यो चाहिँ हाम्रो गान्जे त्यहाँदेखि बसेर हिँड्यो। त्यहाँ चाहिँ गान्जे पसलमा बसेर म तपाईँलाई गान्जेको घर चाहिँ माथि रहेको छ। त्यो चाहिँ हाम्रो स्कुल पहिलो फर्स्टमा पढेको होइन, सेकेन्डमा पढेको स्कुल चाहिँ यो हो। हामी चाहिँ यहाँ 1 देखि 3 सम्म पढेको हो। 5 सम्म छ भन्ने मात्रै हो, 4 सम्म मात्रै छ। यहाँ खानाको व्यवस्था पनि त्यत्तिकै छैन, धारो त्यत्तिकै छैन। त्यो यस्तो नराम्रो स्कुल चाहिँ भनेको यो हो। यहाँ चाहिँ आउनु पर्यो सरकार हेर्न, यहाँ चाहिँ हाम्रो स्कुल हेर्न आउनु पर्यो। हाम्रो मम्मीले भनिहाल्नुहुन्छ पानी चाहिँ खसेर मोबाइलमा पानी पसिसक्यो। हामी चाहिँ यहाँ परेको पहिलामा थाहा भएर सानो हुँदाखेरि माथि पढ्न गएको आधा घन्टा लगभग यहाँदेखि आधा घन्टा लाग्छ हिँड्यो भने दोकाइ जाने। हामी दोकाइ परेको 5 सम्म 1 देखि 5 सम्म पऱ्यो। हामी तल गएर 5 देखि परेको, त्यसैले हाम्रो क्लास त्यो गर्दै अहिले 10मा पढ्दैछु म। फेरि सानो भइसक्यो क्लास। अहिले चाहिँ मेरो उमेर 4 वर्ष भइसकेको छ। यहाँ चाहिँ आज रोप्दै बेर्ना पार्दैछ, बेर्ना पार्दैछौँ। यहाँ चाहिँ बेर्ना लगेर अर्को गमलामा लाउने भन्ने सोचेको छ। त्यहाँ चाहिँ हाम्रो चुमाने भन्ने ठाउँ रहेछ त्यहाँतिर। हाम्रो घर चाहिँ त्यो माथि रहेको छ, अहिले देखिँदैन। तपाईँलाई म पछि आँप टिप्न हाम्रो घरको घारी आँप चाहिँ छ, आँप टिप्न गयो बेला तपाईँलाई मेरो भिडियो देखाइदिने छु। त्यहाँ हेर्नुहोस् हाम्रो घर त्यहाँ छ। त्यहाँदेखि अलिक जुम हुँदैन। हेर्नुहोस् यहाँ चाहिँ हाम्रो जुम्ले बच्चाहरू यहाँतिर आएका छन्। सवाल चाहिँ खराइसकेका छन् बच्चेमा। त्यहाँ हेर्नुहोस्, त्यहाँ हाम्रो घर चाहिँ माथि रहेको छ। अलिक पुरा देखेको छैन होला हाम्रो। हामी यहाँदेखि कस्तो पनि हेर्नुपर्छ। म चाहिँ आज जोत्न गइरहेको छु, बल्ला हेरेर हामी जोत्नेछ कस्तो छन् बल्ला। हामी बल्ला चाहिँ शान्त भयो भने जोत्नेछौँ, न चाहिँ जोत्ने छैन। हामी चाहिँ बल्लामा चाहिँ एकदम डर मान्ने मान्छे जोत्ने म जोत्छु। हेर्नुहोस् म भिडियो बनाउने छु, तपाईँलाई जोतेको म हालिदिने छु। यो चाहिँ हाम्रो कमजोर रहेको छ। यहाँतिर चाहिँ हाम्रो कम्दा पहिला रहेको छ। यहाँ हाम्रो कान्छा बाजे भन्नेले भुटी खाइसक्यो हाम्रो कम्दा। यहाँ चाहिँ हाम्रो चाहिँ यहाँतिर रोप्दैछौँ गाडी। अब गाडी रोपिसकेपछि घुमाउने पनि पर्यो। नम्बर टिप्दै हुनुहुन्छ, मम्मीले नम्बर टिप्दै हुनुहुन्छ।